हेलो साथीहरु, आज हामी चाहिँ मुला काटिरहेको छौँ। मुलाको अचार बनाइरहेको छु। आज मुलाको अचार खट्टो पिरो अमिलो। मुलाको अचार साह्रै मिठो हुन्छ है साथी। भातसँग खायो भने यति मिठो हुन्छ। अनि एक थाल भात खाइन्छ मुलाको अचारसँग मजाले। कस्तो रुच्छ के भात। सक्कु त एउटै भयो, ल्याउँ कि अर्को ल्याउँ है। कसलाई मन पर्छ मुलाको अचार भन्नु। हाम्रो यहाँ मुला फलिरहेछ। लाइक कमेन्ट गर्नुस् अनि मुलाको अचार आइहाल्छ। अनि यति मिठो मुलाको अचार हुन्छ। यसको सिन्की पनि मिठो हुन्छ हैन साथी। सिन्की त झन् कति मिठो हुन्छ है। आलुको झोल तातो झोल भातसँग यति मिठो हुन्छ। त 2 थाल भात खाइन्छ क्या सिन्कीका झोलसँग। साँच्चै हो। कहाँ बाहिर जाने? साथी त केही नबोल्ने। के बोल्नु त यार, बोल्नै आउँदैन। सुरुबाट लाउँछ है।